श्री पशुपतिनाथ आज पानी परेको कारण अलिक अस्तव्यस्त छन् सबै मानिसहरू। आज छाता दिवस पनि भइरहेछ। हजुर राम्रोसँग हेर्नु होला, सब अस्तव्यस्त, सब साइडमा पानीमा भिज्ला भनेर रुज्ला भनेर। यो शङ्कराचार्य मन्दिर हो। बाहिर मात्रै खिच्नु मिल्छ, हामीले भित्र जानु हुँदैन मन्दिरमा कहिले पनि, भित्र कहिले खिच्नु मिल्दैन है कसैले पनि। यो चाहिँ एउटा मेसेज पनि हो। ल छाता सहर छाता भएर अस्तव्यस्त छन् सब दाजुभाइ दिदीबहिनी, सब अस्तव्यस्त। पशुपतिनाथ हुनुहुन्छ अगाडि, जर्मनी आउँदै हुनुहुन्छ। एउटा छातामा 3 जना नै हुनुहुन्छ, कोहीमा 2 जना हुनुहुन्छ, कोहीमा 1 जना हुनुहुन्छ। कोही रेनकोटमा छ। आज पानी परेको समस्या कारणले गर्दाखेरि राम्रोसँग देख्न पाइएन है। त्यस्तै चल्छ अब, छोटो मिठो भनेको के गर्नु। यो चन्दन हो, भनेर चाहिँ चन्दन मानिन्छ मन्दिरको, पशुपतिनाथको। माथि जोडी रुख शिव पार्वती भन्छ हामीहरूलाई। पिपल बोर्ड छ, त्यो ठुलो पिपल बोर्ड त्यसको तलको। जे कस्तो छ मैले यही नै राखिदिनु पऱ्यो आज है। कहिले यस्तै हुन्छ, पानी परेको छ हो।